हेलो हेलो गुड मर्निङ गाइज फ्रम सिधै मेरो घरबाट। अनि आज चाहिँ टक्क लगाएर बिहान बिहान उठ्यो होइन, चिया खाएर चाहिँ अब यसो बारीतिर हिँडिरहेको छु। अनि आज चाहिँ पुरा पानी पऱ्यो रातभरि होइन। यस्तो छ मौसम चाहिँ भन्नुपर्दा आज पुरा बादल लागेछ, रातभरि पानी पऱ्यो। अनि अहिले जब काम गर्नै पऱ्यो गाउँमा होइन, त्यही भएर चाहिँ चट्ट लगाएर यो हल्का भरे सोलमा टच हान्नु पऱ्यो नि त। त्यही भएर चाहिँ बोकेर हिँड्दैछु होइन। तर मेरो लागि होइन, यो माथि बोजूहरूको लागि हो। यस्तो खाँदिनँ नि फेरि, त्यही हो। अनि अहिले चाहिँ म टक्क जाँदैछु। यहाँ कस्तो दामी फुल फुलेको छ हौ। चाहिँ बिहान धेरै बिहान अर्ली मर्निङ भयो, 6 बज्दैछ भर्खर। म चाहिँ अब जाँदैछु मासतिर। त्यही हो, आजको दिनको सुरुवात चाहिँ यसरी भएको छ। त्यही हो गाइज। जब बारीमा आइसक्यो होइन, अब फर्ममा आइसक्यो म काम गर्नलाई। डक्क लाएर सट्ट लाएर घाँस काट्नु पर्ने हुन्छ। मैले चाहिँ घाँसको मैले आज यति सघाउनु पर्ने भनेको है। तर देख्दा मात्रै थोरै छ क्या, अहिले गर्दा गर्दा ओभरै हुन्छ। त्यही भएर चाहिँ बिहानदेखि छिटो गर्नुपर्छ, भरे पानी पर्नु सक्छ। बादलले त अघि त कस्तो थियो, अहिले कस्तो छोपिदियो फेरि होइन। हेर त्यही हो, अब टक्क घाँस काट्छौँ। त्यसपछि फेरि भरेतिर के हुन्छ भेट्नुपर्छ। काम चाहिँ फेरि हान्नुपर्छ क्या, फेरि बसेर पनि हुँदैन। त्यही हो। साथीहरू अहिले चाहिँ खानासाना खाएर पनि कामको लागि फेरि पनि जाँदैछु। अनि माथिबाट काकीको पनि खाँदै खाना चाहिँ। अनि त्यही पनि कुकुरलाई चाहिँ ल्याइदिनु पर्ने हुन्छ। त्यही ल्याएर चाहिँ फेरि पनि जाँदैछु। पानी पर्ला जस्तो छ मौसम चाहिँ। कामदाम हान्नु पऱ्यो होइन, त्यही त हो। यस्तो छ कि मौसम चाहिँ, त्यही भएर पानी पर्ला जस्तो भएर चाहिँ काम चाहिँ छिटो हान्नुपर्छ। अरे बुकी फुल कस्तो दामी देख्छ। त्यही हो, आज चाहिँ बिहानदेखि नै मौसम यस्तो छ कि, त्यही भएर ड्याङडुङ आज काम सकाइदिइहाल्नुपर्छ। अनि भोलिबाट भनेको चिलमा हो, दादा चिलमा हुन्छ। मौसम हेर्नु न, मारेको छ नि हौ। यस्तै छ साथीहरू। त्यही हो, अब काम ड्याङडुङ हानेर भरे चाहिँ चट्ट लगाएर भेट्नुपर्ने हुन्छ।